धान होस् या तरकारी, फलफुल होस् या फुलहरू, त्यसको खेती गर्दाखेरि सुरुमै रोग लाग्न नदिनको लागि के गर्ने भनेर आज यो भिडियोमा कुरा गरौँ। हामी नेपाली किसानहरूले के गर्छौँ त भन्दाखेरि जब रोग लाग्छ अनि बल्ल विषादी स्प्रे गर्यौँ। त्यो विषादी स्प्रे गर्दा पनि 100% रोग कन्ट्रोल हुँदैन अनि त्यो ठुटा मार्फत या माटो मार्फत त्यही माटोमा बस्छ अनि एकचोटि रोग लागेपछि वर्षेनी त्यही रोग लागेको लागै विषादी किसानले छरेको छरै पूर्ण नियन्त्रण हुँदैन। पूर्ण नियन्त्रण गर्नको लागि चाहिँ हामीले माटोको उपचार गर्नुपर्छ। रोगै लाग्न नदिनलाई माटो उपचार गर्ने तरिका धेरै छन्। त्यो मध्येको एकदम सजिलो र मलाई किसानहरूलाई सिफारिस गर्न मन लाग्ने भनेको चाहिँ यो मलमा ट्राइकोडर्माले उपचार गर्ने हो। हामीसँग यदि 100 किलो पाकेको गोबर मल, कम्पोस्ट मल भए पनि भयो, गडौले मल भए पनि भयो, बाख्राको मल भए पनि भयो, पोल्ट्रीको मल भए पनि भयो, मस्त पाकेको चाहिँ हुनु पर्यो। 100 किलो गोबर मलमा हामीले 1 केजी ट्राइकोडर्मालाई चाहिँ मिसाइदिनु पर्यो, मजाले मिसाइदिनु पर्यो र त्यो मिसाइसकेपछि 7 दिनको लागि प्लास्टिकले माथिबाट छोपिदिनु पर्यो। 7 दिनपछि सबै ट्राइकोडर्मा मय हुन्छ। त्यो ट्राइकोडर्मा मय भइसकेपछि हामीले यो 100 किलोलाई खासमा त 48 कट्ठामा प्रयोग गर्न सक्छौँ, तर अलि थोरै जग्गामा प्रयोग गऱ्यो भने अझै प्रभावकारी हुन्छ। त्यसलाई के गर्ने त जोत्नुभन्दा अगाडि हामीले छरिदिनु पर्यो, मल छरेको जसरी अनि जोत्नु पर्यो। भनेको ट्र्याक्टर आइसक्यो अब बल्ल हामीले यो मल छरिदिनु पर्यो। त्यो मल छरिसकेपछि अब जमिन पनि के हुन्छ त ट्राइकोडर्मा मय हुन्छ अनि त्यसपछि त्यहाँ माटोमा भएका रोगहरू मारिदिन्छ। जस्तै कि तपाईँले धान खेती गर्दै हुनुहुन्छ, फेद डडुवा लागिरहेको छ, फेद कुहिने रोग लागिरहेको छ भने यो ट्राइकोडर्मा एकदम प्रभावकारी। जस्तै तपाईँले तरकारी खेती गरिरहनु भएको छ भने फेद कुहिने रोग, सुरुमा जरा मर्ने रोग, जरा कुहिने रोग, ओइलाउने रोगको लागि चाहिँ यो उपाय एकदम प्रभावकारी हुन्छ। अब सुरुमै रोग एकदम कम लाग्यो भने त हामीले पछि विषादी हाल्नै परेन अनि त्यसपछिबाट किसानहरूको खर्च पनि कम हुने भयो। ट्राइकोडर्मा सँगसँगै स्युडोमोनास भन्ने ब्याक्टेरिया पनि मिसाउन सक्छौँ। ट्राइकोडर्मा, स्युडोमोनास जस्ता जैविक विषादीहरू चाहिँ खैरेनी नगरपालिकाबाट हामीले अनुदानमा वितरण गर्ने गरेका छौँ। किसानले लिएर पनि जानुभएको छ, ट्रायल पनि गर्नुभएको छ आफ्नो ठाउँमा र रिजल्ट राम्रो पनि पाउनु भएको छ। हामीले चाहिँ धान खेती गर्थ्यौँ अनि ब्लास्ट भन्ने रातो हुने जग्गामा, त्यो आधी जग्गा चाहिँ सधैँ रातो हुने, रोपो कहिले नआउने तल जाने अनि धेरै औषधिहरू पनि प्रयोग गरेर एग्रोभेटबाट ल्याएर केही सिप लाएन अनि नगरपालिका गएँ अनि हामीले चैतको धान लगाउनुभन्दा अगाडि चाहिँ ट्राइकोडर्मामा मलमा मिसेर प्रयोग गऱ्यो भने माटो उपचार हुन्छ भनेर भन्नुभएको थियो र अनि मैले पनि त्यसै गरेँ। त्यो गरिसकेपछि चैते धानमा नै रोग कम लागेको र धान पनि अलि 1 क्विन्टल बढेको थियो। 10 कट्ठामा 1 क्विन्टल धान बढेको थियो पोहोरको तुलनामा र माटो नै उपचार गर्दा ठिक हुन्छ भन्ने कुरा भएर अहिले पनि मैले माटो उपचार गर्नको लागि ट्राइकोडर्मा लिएर आएको छु। हजुरहरूले पनि ट्राइकोडर्मा, स्युडोमोनास जस्ता जैविक विषादीले मल उपचार गरेर माटोमा हाल्नुहुन्छ भन्ने आशा राख्दै आजको भिडियोबाट बिदा लिन चाहन्छु। हस्, नमस्कार।